ल गाइड छैन हामी चाहिँ घर आयो होइन अनि घर आएर ठ्याक्क मिठो भैँसीको दुध हालेको चिया पनि खाइयो है अनि हाम्रो भाइ चाहिँ यहाँ एकदमसँग खोले पकाउँदैछ भैँसीलाई खोले पकाउँदैछ चिया मात्रै मिठो मानेर हुँदैन भैँसीलाई खोले नि पकाउँछु भनेर लगाइरहेछ होइन अनि हाम्रो ट्याक्क लाएर यहाँ यी केरा घारी यहाँ यी यहाँ काकी आमा यी भैँसीको दुध त्यत्तिकै खान पाइँदैन भन्दै एकदमसँग यी ल दिइरहनु भएको छ है त यहाँ भैँसी चाहिँ आरामले खाइरहेछ होइन त्यस्तो छ गाइड्स अनि रूपा नेपाल चाहिँ पुरै मोबिलमा बिजी मोबिलमा है मोबिलमा बिजी काकाबा हाम्रो काकाबा चाहिँ दसैँ लाउँदै यहाँ है ट्याक्क घरमा दसैँ लाउँदै हुनुहुन्छ हाम्रो काकाबा काका दसैँ कतिको लायो एकदम राम्रो छ यार लाग्दैछ नि धेरै राम्रो अब होइन अब यो दसैँ लायो जस्तो बिस्तारै फिल हुँदैछ यहाँ हाम्रो ट्याक्क काकाबाले काँक्रो रोप्नु भएको छ काँक्रो भोलि पर्सि फल्छ होइन रङ लाउँदैछु म यहाँ काकाबा चाहिँ यहाँ रङ लाउँदै हुनुहुन्छ है दसैँ आयो लाउनु परिहाल्यो नि अब भतिजाहरू आइछन् अब हाम्रो चाहिँ ट्याक्क गाउँबाट होइन यस्तो मजाको भ्यू देख्न सकिन्छ यो तलको चाहिँ हाम्रो भोटेकोसी खोलो होइन भोटेकोसी खोलो यहाँबाट ट्याक्क होइन ओहो खान्छ क्या हो भने जस्तो छ है साथी हो यो चाहिँ मेरो घर यता छ है तल घरको अवस्था चाहिँ हेर्न जानु बाँकी छ हाम्रो के छ होइन अब बाहिरबाट देख्दा चाहिँ ओके छ अहिलेसम्म भन्ने हाम्रो भनाइ छ यहाँ टक्क है सिन खान्छ नि फेरि यसले त अब यता चाहिँ हाम्रो अम्बा छ है अम्बा पनि मिठै छ भनेर ट्याक्क अहिले पाकेर नै छ तपाईँ मिठो छ यता चाहिँ ट्याक्क टनेलमा चाहिँ के छ भने साथीहरू गोलभेडा है अब अरूको घरमा चाहिँ गोलभेडा किन्नुपर्छ होला दसैँमा हाम्रोमा चाहिँ पर्दैन है ट्याक्क पाक्दैछ त्यही भएर हुँदैछ दसैँ लाए जस्तो हुँदैछ है ट्याक्क काकाबाको यो चाहिँ मेहनत यहाँ गोलभेडाबाट देख्न सकिन्छ है त ल आजको लागि यति अरू भोलि आउँछ है त।